वेलकम माई न्यू भिडियो। हामी चाहिँ यहाँनिर घुम्न आएको। कोही कोही चाहिँ पुगाली मागिरहेछ, चप्पल पुगाली मागिरहेछ। उही चप्पलै पुग्लिँदैन त। हामी चाहिँ यहाँ चटपटे खान आएको। चटपटे खान आएको। कता गयो अरू टोलीहरू? हामी चाहिँ यहाँ बसिरहेको छौँ। सानो यता हेर्नु त एकचोटि। टिटिट भन न, टिटिट। हामी चाहिँ यहाँनिर बसिरहेछौँ खतरा ठाउँमै। यस्तो राम्रो ठाउँमा बसिरहेछौँ। के भयो सानो? छिची मामुको चप्पल है। छिची छिची के पाराले हेरेको होला नि। यस्तो छ हेर न जुन किरीको हालत। वाउ वाला ठाउँ छ है। घुम्न आउनु होला। माथि सेल्फी खतरा आउँछ नि। कति रमाइलो, कति रमाइलो। शीतल भइरहेछ। हामी यहाँ रुखको छारीमा बसिरहेछौँ। अब त्यहाँनिर के अरे उ गरिरहेछ, ढुङ्गा उचालिरहेछ आफूभन्दा ठुलो। के गर्नु र नगर सानो, त्यसो गर्नु हुँदैन। थाम थाम आन, थाम 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 थाम। अब कहाँ हिँडेको मान्छेहरू। मान्छे भन्दा ठुलो लट्ठी बोकिरहेछ। खतरा देखिरहेछ। आया 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 सानो आया हुन्छ सानो। पुरै खतरा गरे बोकिरहेछ। यस्तो राम्रो हावा चलिरहेछ अनि हामी यहाँ बसिरहेको छौँ। खतरा भएर नक्कल पार। हामी चाहिँ यहाँ के भन्छ के गरिरहेछ बसिरहेको छौँ। मेरो मायालुले चक्लेट धेरै खाइरहेछ। बाबाले चक्लेट नखानु है भन्नुभएको थियो बाबाले। तिमीलाई बाबाले आएर थाम थाम हाल्नुहुन्छ। हाम्रो भिडियो कस्तो लाग्दैछ तपाईँहरूलाई कमेन्ट गर्नु है। हाम्रो यस्तो भिडियोलाई हेरेर सपोर्ट गरिदिनु होला। छि छोरी सानो बाबाले चक्लेट नखानु भन्नुभएको थिएन। खोइ लौ मामुलाई दिनुहोस्। हालिदिनु हो खा गर्नु फ्यालिहाल्नु है। छोड हेर्नु न अहिले त हल्दिरहेको छ। लु फ्याँकिदिएको ड्याम कि ड्याम देऊ सानो। छैन कान पक्रिदेऊ। कान पक्र त आन्टीको। लु हामीले कस्तो राम्रो खोला भइरहेको छ त्यहाँ। वाउ भइरहेछ। ओइ अब काँडाले घोच्छ है खोला त फेरि खतरा। आई लभ यु तेरो आई लभ यु। पछि यो कति राम्रो हुन्छ नि। कास फुलेको बेला पनि आइज। फुलेको बेला पनि साथीहरू मामा अरे के अरे मामा र भान्जा बराबरको छ। के गर्नु र यस्तो पनि दिन आयो मामा र भान्जाको। के गर्नु भान्जालाई बोकेको गर्छ हो। मामाको प्यारे भान्जा उस्तै, प्यारे भान्जाको मामा उस्तै। अनि त्यहाँदेखि के गर्नु
त्यहाँ बोली सुन्नु न सुन्नु ललिपप अरे भान्जालाई भने के गर्नु र यहाँनिर गजब छ मामा भएपछि केही चाहिँदैन फेरि भान्जालाई। हेलो साथीहरू हामी चाहिँ अब बजार हिँडेको बर्गरहरू खाने भरे तपाईँलाई देखाउँछौँ ल। हामी जाँदैछौँ। कति बज्यो त पनि भन्नु कति बज्यो 5 बज्नु लाग्यो 4:30 लाग्यो। कति राम्रो आएको वाउ कस्तो राम्रो आएको भनेर म यहाँ भिडियो बनाइरहेको छु। वाउ कति राम्रो हेर्नु सानो यता हेर्नुहोस् वाउ वाउ भन्दै म चाहिँ हिँडाइरहेको छु नानीलाई पुरै कताबाट हिँडेको बाटो कति राम्रो छ। अबि लडाइँ मर्छु क्या हो त्यहाँबाट निकाल्नु नसकेको नानी पनि लडायो लु छिटा यस्तो भइरहेछ पुरै। अब अटो पाउँछ आउँदैन हेर्नु न कस्तो राम्रो कति राम्रो किन कति धेरै घाम भइरहेछ साह्रो घाम हो राम्रो त्यो पुलमा आइसक्यौँ हामीले हो माथिबाट एउटा अटो त आउँदैछ तर कहाँ जान्छौँ उतार हिँड्दै मैबाट आउनु पर्दो रहेछ। हाम्रो चाहिँ गाडीको पन्चर रहेछ यहाँ बसिरहेको त्यहाँ हाम्रो गाडी बिग्रेर बसिरहेको ये देख सकते हो तुम लोग डालू पर आउँदा यस्तो दामीहरू कोही देख्नुपर्छ। हामी चाहिँ यहाँ होटल आइसकेको छौँ पिज्जा लिने ठाउँमा लोकेसन पिज्जा लिएर फर्केको मोमो चाहिँ यहाँ छ हामी चाहिँ यहाँ पिपल चोकमा छौँ पिपल चोक अब माथिको अङ्कल कताबाट हिँडाउनु भएको माथिको है माथिको बरुवा फुल है हजुर होइन उता माथितिरको झन्डै लानुभयो हामीलाई त उता हामी चाहिँ फेरि पनि फर्केर गइरहेछौँ
पिरबाट झन्डै परतिर लानुभयो। तर पार्कको नाम चाहिँ थाहा भएन होइन। अहिले चाहिँ साथीहरू हामी बजार पुगेर नि आइसक्यौँ होइन। ओ साथीहरू बाई 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 बाई। यहाँ हाई हाई भन्नु। हामी चाहिँ घुमेर आएको यहाँ। नन्दे हामीले किन चाहिँ यहाँ पिज्जा, यहाँ बर्गर छ, खानुलाई चाहिँ यहाँ खाने मान्छेहरू चाहिँ यति छ। यहाँ चाहिँ खाइसक्यो सानुले, मुखबाट पानी आइसक्यो। हाम्रो चाहिँ यस्तो भइसक्यो खानेकुराहरू। आज हामी चाहिँ यहाँ खानु ल्याइरहेको छौँ। गम्मे टोक न एकछिनमा खाने अरे म लोभीले। मैले खाएँ हामीले यहाँ मोमो खाँदैछौँ। मोमो, चाउमिन, पिज्जा, बर्गर सबै थोक। स्प्राइटको नाममा पानी छ। भरे भिडियो चाहिँ भएको छ। भान्जेलाई पनि ल्याऊ होस्। यो मासु कति मिठो छ न। बोल्नु नपऱ्यो। मोमोमा के बनाउनु जस्तो लाग्यो। आमामा ठोके 12 भेट्छ न। त्यो पनि खाने। त्यो खाइसक्यो पहिले म ऊ भएको अनि त्यही खाऊ न तिमी। खाऊ न। दिनको त्यो सब्जी पिरो छ मेरो त पिरो। ममा हाल्यो अरे उहाँ। बर्गर यता देखाउँदा काले त्यसरी नगर न। यतिको सुत्नुपर्छ है गाइज। यतिको खाएर चाहिँ सुत्नुपर्ने हुन्छ। यतिको खतरा सुतिरहेछ। अब आजको भिडियो चाहिँ यति नै। बाई बाई साथीहरू।